थाहा छ होला या यो भिडियो हेर्ने साथीहरूलाई सबैलाई थाहा छ अहिलेसम्म मैले कोही पनि नेताको विषयमा 2 शब्द माथि उठेर बोलेको छैन। यो त अति भएपछि बोल्न थालेको हो। गाउँ गाउँमा गएर हलो र घन्टी एउटै हो भन्दाखेरि कतिको उचित कुरा। हामी नितान्त संविधान मान्छौँ, हलोले नितान्त राज संस्था मान्छ। राजसभाले कहिले पनि भनेको छैन राज संस्था फर्काउँछौँ हामी भनेर। हामी संविधानलाई मान्छौँ। अब हलो र केपी ओलीलाई म हराउँछु भनेर बालेन शाह झापामा उठ्दै हुनुहुन्छ, त्यहाँ त गठबन्धन गर्नु भएको छैन भने जुम्लामा गठबन्धन गर्नुहुन्छ, त्यो पनि ज्ञानेन्द्र साईसँग। यो कहाँसम्मको न्यायिक कुरा हो। 7-8 गतेतिर यहाँनिर आमसभा हुनेछ। रवि लामी छानेर बालेन शाह दुईटैजना आउनुहुन्छ। त्यो बेलामा बालेन शाहले त्यहाँनिर यो सबै गलत हो भन्दा उहाँको इज्जत कहाँ पुग्छ? अलिकति पनि लाज लाग्दैन? शरम लाग्दैन? मलाई यो भन्न यहाँनिर मैले अहिलेसम्म उहाँको विषयमा कोही पनि भनेको छैन, किनभने हामी माथि सँगसँगै बसेर पनि काम गरिरहेका थियौँ, सँगसँगै हिँडी पनि राखेका थियौँ। कतिपय कुराहरूमा नो बोल भनेर हामीले पनि भनिरहेका हुन्थ्यौँ। चुप लाग। अस्ति आउँदाखेरि नमस्ते, मेरो हातमा डाडु पनि थिएन, मेरो सरकारमा थिएन, अब के गर्ने, मैले विकास लिएर आउन सकिनँ। अब पनि उहाँको पार्टी जाँदैन सरकारमा। 7वटा 5वटा भोट के अरे सिट ल्याएर सरकारमा जान्छ। खगेन्द्र सुनुवारलाई मैले नै पठाएको हो, मैले नै टिकट दिन पठाएको, पछि माथि गएर सँगै मिसिन्छौँ भन्ने खालको यस्तो खालको इन्फर्मेसन दिने हो नागरिकलाई। अहिले एकैछिनमा 1 घन्टा जतिमा म तपाईँहरूलाई उहाँ खगेन्द्र सुनुवारजीको भिडियो पठाउँछु तपाईँहरूलाई, होइन भनेर बनाउँदै हुनुहुन्छ माथि। लाटा छन् यहाँनिर नागरिकहरू। योभन्दा पहिला उहाँलाई जिताएर पठाउनु भनेको पनि त एक किसिमको त रेभोल्युसन थियो नि जुम्लीवासीले गरेको। अनि फेरि पनि उहाँको त्यही झुटमै आउँछन् जस्तो लाग्छ उहाँलाई। गलत हो। उहाँले माफी माग्नुपर्छ, उहाँले र उहाँको साथीहरूले। यस्तो खालको कि नागरिकसँग मसँग माफी माग्नु परेन, प्लिज मेरो पार्टीसँग पनि माफी माग्नु पर्दैन। उहाँले त त्यो नागरिकसँग माफी माग्नुपर्छ जोसँग उहाँले झुट बोल्दै हुनुहुन्छ। सबैजनालाई बालेन शाहलाई प्रधानमन्त्री भएको हेर्ने मन छ, हरेक जुम्लीलाई। गाउँ गाउँमा गएको छौँ, घर घरमा गएको छौँ। प्रधानमन्त्री बन्नलाई त र बालेन शाह प्रधानमन्त्री बन्नलाई त प्रत्यक्ष मै जानुपर्ने होला माथि भोट दिनलाई बालेन शाहलाई। र समानुपाती घन्टी पनि घन्टीमा गयो भनेपछि दुवैजना गएपछि पनि माथि हुने होला। ज्ञानेन्द्र साई माथि गएर बालेन शाह प्रधानमन्त्री हुन्छ भनेर झुट बोलिदिने। उहाँसँग अब आफ्नो सिद्धान्त रहेन, आफ्नो भिजन रहेन। ज्ञानेन्द्रजीको के छ भिजन? मैले बारम्बार भनेको छु, हामी भिजन लगेर जाउँ भनेको छौँ। मैले हरेक साथीलाई भन्छु, यहाँ हामीसँग उठेका 10वटै जना साथीहरूसँग भन्छु हामी आफ्नो भिजन लगेर जाउँ भनेर। मान्छेको भिजन नै त हेर्ने होला नि नागरिकहरूले, होइन? बालेन शाह हामी एउटै साथी हो, फोन गरेर जाऊ भने ऊ गयो, म माथि गएर मन्त्री बन्छु। कतिसम्मको झुट बोल्ने? अर्थमन्त्री बन्छु भनेर जानुभयो, बन्नुभयो? कहाँसम्मको झुट बोल्ने? बाटो बनाए भन्नुहुन्छ, हलानो बनाए भन्नुहुन्छ, फलानो बनाए भन्नुहुन्छ। मान्छे बेवकुफ छ। सडक विभागको अहिले पनि गयो भने त्यो बाटो कहाँबाट कसले कुन टाइममा कुन समयमा बनायो भने सबले थाहा पाउँछ। मान्छे अल्छी छ, सडक विभागसम्म को पुग्छ त भन्ने त्यो उद्देश्य राखेर मान्छेलाई बेवकुफ बनाउने। त्यो ताम्तीको बाटो मैले बनायो भन्ने, त्यो सिजाको बाटो मैले बनायो भन्ने। ऊ गएर यस्तो जादुको छडी भइसक्यो, जादुको छडी। गलत हो त्यो कुरा। सदनमा यहाँ यो भिडियो हेरिसकेपछि मलाई थाहा छ यति गालीको ओइरा आउँछ मलाई भनेर। जुम्ली बासिन्दासँग होइन, बाहिरका साथीहरूले मलाई गाली गर्छन्, ज्ञानेन्द्र जिन्दाबाद या अथवा साइबर ब्युरो। उहाँको साइबर ब्युरो हेरेर पनि अचम्म लाग्छ क्या। 10 जना पुरुषमा त म एउटा मात्र महिला छु, के डर तपाईँलाई मसँग? म त डराएको छैन त 10 जना पुरुषसँग। तपाईँलाई के डर? तल हेर्नुपर्छ यत्रो लामो सबजनाको, अनि प्रोफाइल खोलेर हेर्नुपर्छ। लक हुन्छ प्रोफाइल, अनि एउटा मात्रै फोटो हुन्छ। त्यो भनेको फेक आइडी हो भने थाहा हुँदैन? सबै फेक आइडी युज गरिराख्नु भएको छ। सबै फेक आइडी युज गरिराख्नु भएको छ। अनि फेक आइडीको तल चाहिँ मान्छेको चरित्र हरण हुने गरेर तल कमेन्ट्सहरू आइराखेको हुन्छ। अन्त सब फेक आइडी हुन्छ। ज्ञानेन्द्रको सपोर्टमा मेरो चरित्र हनन हुने गरेर कमेन्ट आइराखेको छ भनेपछि त्यो फेक आइडी कसले क्रिएट गरेको हो त? कसले क्रिएट गरेको हो? त्यो हामी आफैले क्रिएट गरेका हौँ त? यसरी कुनै पनि व्यक्तिको विषयमा एउटा पनि रासोपाको जुम्लाको एकजना पनि रासोपाको कुनै पनि सदस्यले उहाँको अकाउन्टको मुनि गएर कुनै पनि विषयमा नराम्रो लेखेको छ भने भन्नुहोस्, हामी कारबाही गर्छौँ। यति पनि चेत राख्नुहोस्। मान्छे भइसकेपछि गाउँ गाउँमा जाने बिचरा ती सोझा साझा महिलाहरूलाई
जो महिलाहरूले बालेन्सा रवि लामिछाने भनिरहेछन् ती महिलालाई मेरो साथी हो, मैले खगेन्द्रलाई पठाएँ हौ, मै पछि माथि गएर मन्त्री बन्ने हौ भनेर ठग्ने सकिसक्यो समय ठग्ने। अब ठगिसक्नु भयो, बन्द गर्नुहोस्। यो तपाईँलाई हामीले आग्रह गरिराखेका छौँ, माथि माग्नुहोस् ती नागरिकसँग हामीले झुट बोलेका छौँ भनेर। यसरी बन्द गर्नुहोस्, यो गलत हो। यस्तो गलत प्रसार गरेर कोही माथि पुग्दैन, नागरिक सचेत भइसकेका छन्। यस्तो ठाउँमा यस्तो खालको प्रसार गर्ने अलिकति लाज शरम हुनुपर्छ। पर्सिको आमसभामा बालेन्सा रवि लामिछानेले बोलिराख्दा तपाईँ के गर्नुहुन्छ? त्यसपछि तपाईँले के जवाफ दिनुहुन्छ ती नागरिकलाई? होइन रहेछ भन्दाखेरि के जवाफ दिनुहुन्छ? तपाईँका साथीले के जवाफ दिन्छन्? यस्तो दुष्प्रचार गर्न बन्द गर्नुहोस्। हामी अरू पनि अन्य साथीहरू पनि छौँ, सबैजनाले आफ्नो तरिकाले गरिराख्नु भएको छ। हामीले